म चाहिँ आज मेरो तरिकाको पुलाउ बनाउन जाँदैछु। त्यसको लागि मैले कराई बसाएर घिउ हालिसकेँ। यतापट्टि मेरो पानी बोइल हुँदैछ। अर्कोतिर मैले भेज रेडी गरेको छु पुलाउको लागि। त्यो भेजलाई मैले घिउमा हालेँ। भेजमा सबै थोक छ, भरको गाजर, मटर, सिमी, आलु सबै थोकलाई टक्क फ्राई गर्ने घिउमा मजाले फ्राई गरिसके पछाडि यता मेरो पानी मजाले बगबग उम्लिसक्यो। पानी उम्लिसकेको छ। अब मैले रेडी गर्नुपर्छ पुलाउको लागि चामल। यता मेरो भेज अलरेडी रेडी भइसक्यो। त्यसमा मैले चामल मिसाएँ। मजाले चामल फ्राई गर्ने। मैले एउटा हातले फोन समातेको भएर एउटा हातले मात्रै चलाउनु गाह्रो भएको छ। यसलाई मजाले चलाउनुपर्छ। म चलाउँछु। यसलाई मैले मजाले चलाइसकेको छु। र अब मलाई यता थोरै लेमन जुस चाहिन्छ, कागतीको रस, त्यो उम्लेको पानी थियो त्यसमा हाल्नलाई। र त्यसमा मैले हालेँ कागतीको रस। र अब चामल हेरौँ। चामल लगभग रेडी भइसकेको छ। मजाले भइसकेको छ। लगभग मेरो चामल रेडी भइसकेको छ। अब यो चामलमा म अघि उमालेर राखेको पानी हाल्छु। पानीमा चाहिँ मैले पानजिरा, ल्वाङ, सुक्मेल, तेजपत्ता र थोरै लेमन जुस हालेर रेडी गरेको थिएँ। पानी मैले चामलमा हालिसकेको छु। लगभग 10 मिनट जति पकाएपछि हाम्रो पुलाउ पनि लगभग अब रेडी हुन्छ। अब यसलाई सानो ग्यास बनाउने, सानो र छोपिदिने यसलाई 10 मिनट जति छोपेपछि हाम्रो पुलाउ रेडी हुन्छ। डन। अब जाम चिकनको लागि। अब चिकन रेडी गरौँ। चिकनको लागि मैले कराई बसाएँ। कराईमा हाल्छु म तेल हालिसकेको छु। मजाले तेल तापेपछि मैले 12 मसला पटट पड्काएँ। त्यस पछाडि बेसार हालेँ। अब हाल्छु म चिकन। अब चिकनलाई मजाले फ्राई गर्ने। नुन हालेँ। एउटा हातले त कति गाह्रो भएको छ, त्यो पनि म चलाउँछु। अब यता मसला रेडी गरौँ। मलाई चाहिँ मिक्सरमा भन्दा लोहोरो सिलौटोमा लसी पिसेको स्वादिलो लाग्छ, मजा लाग्छ, राम्रो लाग्छ। मैले लसुन, अदुवा, जिरा र खोर्सानी पिसिसकेको छु। त चिकन मेरो हल्का फ्राई भइसकेको छ। यसमा मैले रेडी गरेको छु प्याज, टमाटर, धनियाँ र मसला। यसमा म हाल्छु अघि काटेर राखेको प्याज। टक्क एकचोटि चलाउँछु। चलाएर हाल्छु अघि पिसेका मसला, अदुवा, लसुन। यसमा रहेको छ मसला, गरम मसला, धनियाँ, जिरा, धुलो सबै थोक के थियो हालेँ मैले। र पानी हालिदिएर एकछिन टमाटर हालेँ। र यसलाई एकछिन थोरै छोपिदिउँ। लगभग चिकन रेडी भइसकेको छ। हाम्रो चिकन पनि लगभग होइन अलरेडी रेडी भइसकेको छ। यसमा धनियाँ हाल्दै, धनियाँ हाले जब मलाई खाना हतार हाल्दै मैले पुलाउ र चिकन, अरू मैले केही बनाइनँ। जस्ट चिकन र पुलाउ, चिकन ग्रेभी पुलाउ। थ्याङ्क यू।